Hello everyone, I am Sangam Jang Gauli, currently working as a research engineer in Bioinformatics Lab in Japan. आजको भिडियोमा चाहिँ हाम्रो लास्ट टाइमको भिडियोको चाहिँ कन्टिन्युएसन गर्ने छौं। सो हामीले लास्ट टाइमको भिडियोमा चाहिँ अन्डर फिटिङ र ओभर फिटिङ लाइरहेका थियौं। त्यसको नै हामी रिक्याप गर्ने छौं। र सबैभन्दा पहिला सुरुमा चाहिँ हामीले स्टार्ट गरौँ चाहिँ टर्म जेनरलाइजेसनबाट वा जेनरलाइजबाट। तपाईले ट्रेन गर्नुभएको न्युरल नेटवर्कमा चाहिँ अनसिन डाटालाई चाहिँ यसले कतिको चाहिँ प्रिसाइजली चाहिँ प्रेडिक्ट गर्न सक्छ भनेर चाहिँ मापन गर्ने लाइन नै यो जेनरलाइजेसन भन्छ। यदि चाहिँ तपाईको ट्रेन भएको न्युरल नेटवर्कले चाहिँ अनसिन डाटालाई चाहिँ राम्रोसँग चाहिँ प्रेडिक्ट गर्न सक्यो भने चाहिँ यो मोडलले चाहिँ अनसिन डाटालाई चाहिँ यसले जेनरलाइज गर्न सक्यो भनेर चाहिँ हामीले यो टर्मलाई चाहिँ युज गरिन्छ। लास्ट टाइमको भिडियोमा चाहिँ हामी यो ट्रेनिङ लस र भ्यालिडेसन लसबाट चाहिँ हेरेका थियौं। आजमा चाहिँ हामी यो ट्रेनिङ एक्युरेसीबाट चाहिँ हेर्नेछौं। सो एक्युरेसीबाट हेरेर कसरी चाहिँ यो अन्डर फिटिङ कि ओभर फिटिङ हो भनेर चिन्न सक्छौं भनेर आज चाहिँ बुझ्छौं। सबैभन्दा पहिला चाहिँ हामी एउटा ग्राफ प्लट गरौँ। सो यो ग्राफमा चाहिँ हामी चाहिँ यो ट्रेनिङ एक्युरेसीलाई चाहिँ हामी कसरी हाल्ने भनेर हेर्छौं। सो यो ग्राफ बन्यो। यसको हामी एक्स एक्सिसमा चाहिँ हामी यसलाई इपोज राख्छौं र वाइ एक्सिसमा चाहिँ एक्युरेसी हाल्छौं। यो चाहिँ हाम्रो ट्रेनिङ एक्युरेसी। र अर्को त्यसमै लिन्छौं हामी के गर्छौं यो जेनरलाइजेसन वा भ्यालिडेसन एक्युरेसी भनौं। र यदि हामीले चाहिँ यो ग्राफ हेर्ने हो भने चाहिँ के देख्न सकिन्छ भन्दाखेरि चाहिँ सुरुमा चाहिँ यो रातो भनेको त अब ट्रेनिङ एक्युरेसी भयो। अब सुरुमा उले चाहिँ डाटा हेर्दाखेरि चाहिँ सबै प्याटर्न बुझिसकेको हुँदैन वा लर्न गरिसकेको हुँदैन, त्यही भएर एक्युरेसी चाहिँ लो हुन्छ। र यसको इपोज बढ्दै गर्दाखेरि के हुन्छ भन्दाखेरि चाहिँ उसको एक्युरेसी चाहिँ बढ्दै जान्छ हैन। तर के हुन्छ जेनरलाइजेसन चाहिँ के हुन्छ भने त्यो मोडलले चाहिँ अनसिन डाटालाई चाहिँ कतिको चाहिँ उले प्रेडिक्सन गर्न सक्छ भनेर यदि हेर्ने हो भने चाहिँ यदि चाहिँ यो भर्खर सुरुमा चाहिँ ट्रेन गर्दाखेरि मोडलहरु चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यो चाहिँ अन्डर फिटिङ हुन्छ। अन्डर फिटिङ किन भनिन्छ भन्दाखेरि यसको चाहिँ मोडलको चाहिँ ट्रेनिङ एक्युरेसी पनि लो ल जेनरलाइजेसन पनि लो हुन्छ के, किन भन्दा उले सिन डाटालाई पनि सक्दैन अनसिन डाटालाई पनि सक्दैन, त्यही भएर चाहिँ अन्डर फिटिङ भनिन्छ। र यो जुन यतापट्टि माथि यतापट्टि जुन राइट साइडमा देखिएको छ यो भागमा यो जुन हामीले यो भाग हेर्ने हो भने चाहिँ के भइरहेछ भन्दाखेरि ट्रेनिङ डाटाले सिन डाटालाई चाहिँ पर्फेक्टली वा हाई एक्युरेसी दिइरहेको छ, तर चाहिँ अनसिन डाटालाई चाहिँ उले चाहिँ के गर्न सकिरहेको छैन, जेनरलाइज गर्न सकिरहेको छैन। त्यही भएर चाहिँ यसमा चाहिँ भनिन्छ ओभर फिटिङ। र हामीले यदि बिचको यो कुनै स्पट हेर्ने हो भने चाहिँ यो बिचको स्पटमा चाहिँ के हुन्छ नि यो चाहिँ हाम्रो चाहिँ बेटर मोडल हुन्छ के, किन भन्दाखेरि उसको ट्रेनिङ एक्युरेसी पनि चाहिँ राम्रै छ र उसको जेनरलाइजेसन पनि राम्रो भएको कारणले चाहिँ यो चाहिँ बेटर स्पट। त्यसैले तपाईहरुले कुनै न्युरल नेटवर्क ट्रेन गरिरहनु भएको छ भने चाहिँ तपाईले चाहिँ एउटा यस्तो इपोज निकाल्न पर्यो जसमा चाहिँ ट्रेनिङ एक्युरेसी पनि हाई र चाहिँ अनसिन डाटामा चाहिँ भ्यालिडेसन एक्युरेसी पनि हाई हुनुपर्छ। यो भिडियो अन्तिमसम्म हेर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। यदि तपाई चाहिँ नयाँ भ्युअर हुनुहुन्छ भने चाहिँ यो च्यानललाई सब्स्क्राइब गर्नुहोस्, तपाईहरुको साथीहरुमा शेयर गर्नुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्। थ्यांक यू।